हेलो गाइस, स्वागत छ तपाईहरुलाई मेरो भ्लगमा है। आज चाहिँ उदयपुर जिल्लाको फेमस ठाउँ पर्यटकीय क्षेत्र पनि हो है। यहाँ मान्छेले धेरै भाकलहरु पनि राख्नुहुन्छ। रौता पोखरी, हामी रौता पोखरी आइरहेछौँ है। पानी एकदम परिरहेछ, बादल लागेर अगाडिको मौसम स्या भइरहेछ। बाटो पुरा उकालो छ है। गाइस आइपुग्यो रौता पोखरी है। बबाल छ रौता पोखरीको भ्यू। बबाल क्या उग्रिदिरा रौता मन्दिर आइपुग्यो है। पोखरी बबाल पानी त पुरा भरिरहेको रहेछ त यार, ड्याममै ल। ओहो, तर कुहिरोले हुस्सुले केही देखेकै छैन है, ड्याममै ढाकिदिरह। रौता पोखरीबाट देखेको पहाडहरू है, बादलहरू एकदम बबाल, नेचुरल ब्युटी।